यहाँलाई नमस्कार, म कार्यक्रममा स्वागत गर्न चाहन्छु। नेपालमा अहिले गणतन्त्र काम छैन, राजतन्त्र राजा चाहिन्छ भन्ने भनाइ चलिरहेको छ। के भन्नु? नेपालमा राजै चाहिने हो सुशासनको लागि? अच्छा, धन्यवाद हजुरलाई। देश राजतन्त्र र गणतन्त्रको पक्षमा देशमा अहिले छुट्टै बहस चलिरहेको छ। के हो यार, के हो यार, म बोल्न थालेपछि अनि मजाले मार्नुहुन्छ। यहाँलाई गजब बेइज्जती है। सर्वप्रथम त धन्यवाद तपाईँलाई मेरो विचार प्रष्टसँग राख्ने अवसर दिनुभएकोमा। अहिले देशमा चाहिँ राजतन्त्र कि गणतन्त्र भन्नेमा देश अघि बढिरहेको छ। अहिले प्रश्नहरू गणतन्त्र या राजतन्त्रको पक्षमा त्यसै गरी उठिरहेका छन् र अहिलेको सन्दर्भमा यस्ता प्रश्न उठ्नु कुनै नौलो विषय पनि होइन, किनकि अब युवाहरूमा असन्तुष्टि छ। युवाहरू अहिले विश्वका युवाहरू एउटा एउटा गतिमा अघि बढेका छन् भने नेपालका युवाहरूको अहिलेसम्म अवस्था नाजुकै छ होइन? अरे कहना क्या चाहते हो? बढी गइरहेको गर्छन् जस्तो भयो नि, बिचमा नबटाउने, लास्टमा एडिट गर्ने, राख्ने के हो? अहिले हामी बोल्छौँ के बोल्छौँ नमस्कार, यहाँलाई म कार्यक्रममा स्वागत गर्न चाहे, विकास गर्नको लागि, जनतालाई सुशासन दिनको लागि। त्यो प्रश्न राख्ने अवसर दिनुभएकोमा मलाई मेरो विचारमा अहिले देशमा राजावादी अथवा गणतन्त्रवादी भन्ने विषय अघि बढेको छ। यो विषयमा देशमा छुट्टै वैचारिक बहस उत्पन्न भएको छ। यहाँलाई म नमस्कार नमस्कार, यहाँलाई म कार्यक्रममा हार्दिक स्वागत गर्न चाहे। कि नेपालमा गणतन्त्र ठिक छैन कि के छ? ठिक छैन कि के छ होला? विशेष त No. कस्तो हाँसेको यार, म के भन्नु, म सठिकमा तपाईँ हारिरहेको छु। म हजुरलाई धन्यवाद मात्रै भन्छु र। नमस्कार, यहाँलाई कार्यक्रममा यस विषयमा के भन्न चाहनुहुन्छ? सर्वप्रथम त हजुरलाई धन्यवाद। अहिले अहिलेको अवस्थामा चाहिँ के होइन, अब प्रश्न गर्ने त्यसलाई मेटाइदिनु, अब चाहिँ गर्ने भइसक्यो। सर्वप्रथम त धन्यवाद चाहिँ मलाई हजुरले आफ्नो कुरा राख्ने अवसर दिनुभएकोमा हजुरलाई विशेष धन्यवाद दिन चाहन्छु। हामी के भन्न चाहनुहुन्छ यस विषयमा? सर्वप्रथम त हजुरलाई धेरै धेरै धन्यवाद। बंद करो हाथ जोड़ के मैं आज लामो समयपछि हजुरसँग कुरा गर्नु मन लाग्यो।
के यो तपाईँहरूले खोजेको गणतन्त्र यस्तै हो त के यसलाई सुधार गर्दै के भन्न चाहनुहुन्छ गाउँ गाउँमा सिंहदरबार भनेको छ गाउँ गाउँमा सिंहहरू छिरेर सखाप बनाए तपाईँको कुरा सुनेर मलाई आँस पनि उठ्यो यस्तो गरमको विषयमा यस्तो जोड्ने ल अहिले क्या बात कर रहे यस्तो गरमको विषयमा यति सजिलो खुकुलो तर्क गर्नु मलाई जायज लाग्दैन तर्क होइन म त पत्रकार हो मैले क्वेसन सोधेँ होइन ठिक ठिक छ तपाईँको कुरा ठिक छ होइन मैले तपाईँलाई होइन मैले नेपाली जनताको प्रश्न सुनेर एन्सर दिन खोजिरहेको छु नेकपा माओवादी केन्द्र चाहिँ एउटा ठुलो शक्तिको रूपमा उदायो उदाउँदै गर्दा माओवादी टर्च लाइट बालेर खोज्नुपर्ने स्थितिमा पुग्यो हजुर किन पुग्यो हजुरलाई चाहिँ यसको विषयमा दिन्छु म जवाफ दिन्छु म अघि विषयमा छु संविधान एक्लै संशोधन गर्ने अवस्था थिएन नि त त्यतिखेर बात तो सही है तर जनताले जिताएका बेला गर्नु पर्थ्यो किन गरेन जनता यहाँको चाहिँ मान्छे अनुसारको नेता बढी भए के त अब नेता घटाउने नेता घटाउने भन्दा पनि त्यसो हो भने अहिलेको अवस्थामा राम्रो को त कसलाई राम्रो मान्ने को छ त अहिलेको अवस्थामा राम्रो बताउनुहोस् अहिलेको अवस्थामा राम्रो भन्दा पनि एउटा अहिले समस्या जटिल मोडमा छ कुनै जनयुद्धको घोषणा नगरेको थियो भने गणतन्त्र आउने थिएन नि सम्भव थियो त थिएन नि गणतन्त्रले के गरेन भन्छन् मान्छेहरू थिएन नि त्यो रूपमा माओवादीले चाहिँ रोक्नु ल यार मैले प्रश्नै बिर्सेँ क्या अन्तिममा तपाईँले गर्नु ठिक छ तपाईँले प्रश्न बिर्सिनु भयो तर चुप बिल्कुल चुप